सम्पूर्ण प्रभुका प्रियजनहरूमा प्रभु येशू ख्रिस्टको नाममा जय मसीह। आज 2026 साल फेब्रुअरी 1 तारिक। आजको वचनको शीर्षक रहेको छ सित्तैमा धर्मी बनायो। येशू ख्रिस्टको रगतद्वारा म निर्दोष ठहराएँ र कहिल्यै पाप नगरे झैँ धर्मी तुल्याएँ। परमेश्वरको अनुग्रहका वरदानले ख्रिस्ट येशूमा भएको उद्धार तिनीहरू सित्तैमा धर्मी ठहरिएका छन्। परमेश्वरले ख्रिस्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। रोमी 3 अध्यायको 24 अनि 25मा छ। धर्मशास्त्रको यस खण्डमा सित्तैमा शब्दको प्रयोग भएकोमा मलाई खुसी लागेको छ। धर्मी बन्न चाहने हरेक मानिसको समस्या नै तिनीहरू केही न केही गरेरै उद्धार पाउन अथवा कमाउन खोज्छन् र पनि कहिले त्यसो गर्न सक्दैनन्। धर्मी हुनको लागि अब अलिकति त केही गर्नुपर्छ भन्ठारेर जहिले पनि प्रयत्न गरिरहने भएको हुनाले तिनीहरू कहिल्यै सन्तुष्ट भएर बस्न सक्दैनन्। तर त्यस प्रयत्नले आखिरी केही पार लगाउँदैन। केवल विश्वास गरी हामी येशूको रगतद्वारा धर्मी ठहरिएका छौँ। रोमी 4को 4मा हामी यही कुरा हेरौँ, तर काम गर्नेले जुन ज्याला पाउँछ त्यो दान होइन, तर त्यो उसको पाउने हक हो। धेरै मानिसहरू तिनीहरूले जीवनभर ठिक गर्न र आफ्नो कर्तव्य पालन गर्न दत्तचित्त रहने हो भने परमेश्वरले तिनीहरूप्रति ऋणी बन्नुहोला र त्यसको सट्टामा उहाँले तिनीहरूलाई धर्मी र निष्कोट बनाइदिनुहोला भनी सोच्छन्। तर वास्तविक तथ्य यही हो, परमेश्वर कसैप्रति ऋणी हुनुहुन्न। यस पछिको पदमा ध्यान दिनुहोस्, जसले कर्म चाहिँ गर्दैन तर भक्तिहीनतालाई धर्मी ठहराउनुहुने परमेश्वरमाथि भरोसा राख्दछ, त्यस्तो मानिस विश्वास धर्मी गनिन्छ। रोमी 4 अध्यायको 5 पदमा हामीले गर्न छर्नुपर्ने पहिलो काम आफैलाई धर्मी बनाउने प्रयत्न हो। अझै असल हुन प्रयास गर्न छोड्नुहोस्। ती सबै कहिल्यै बन्द घोषणा गर्नुहोस्। हामीले गर्नुपर्ने चाहिँ के हो त? विश्वास। कति सरल र कति सजिलो। हामीले त विश्वास मात्रै गरे पुग्छ, अन्य हामी कदापि धर्मी कमाउन सक्दैनौँ। आजको प्रार्थना। प्रभु धन्यवाद, येशूको रगतको लागि धन्यवाद। म घोषणा गर्दछु, उहाँको अनुग्रहद्वारा म सित्तैमा धर्मी ठहरिएँ। मलाई धार्मिक तुल्याउनु हुनेमाथि म विश्वास गर्दछु र मेरो विश्वास मेरो निम्ति धार्मिकता गनिनेछ। येशूको रगतद्वारा म निर्दोष ठहराएर र कहिल्यै पाप नगरे झैँ म धर्मी तुल्याएँ। आमेन।